नमस्ते साथीहरू, आज म सजिलो बर्फी बनाएर देखाउँदै छु है त। अब प्यान तताएर यसमा 3 चम्चा घिउ, 1 कप दूध, 50 ग्राम पाउडर सुगर र 100 ग्राम जति मिल्क पाउडरलाई राख्ने। ग्यासको फ्लेमलाई लोमा राखेर यसलाई डल्लो नपर्ने गरी चलाउँदै पकाउने। अब पकाएर यतिको भएपछि यसमा सुकुमेलको धुलोलाई पनि राख्ने र यसलाई अझै केही बेर पकाउने। अब पकाउँदै यो यस्तो खुवा जस्तो बनिसकेको छ। अब हामीले यसबाट आधा भागलाई बाहिर निकाल्ने र आधा भागमा चाहिँ येलो कलरको फुड कलरलाई मिसाउने। अब एउटा प्लेटमा अलिकति बटर अथवा तेललाई लगाएर अघि निकालेको आधा भागलाई हल्का दबाउँदै यस्तो आकार बनाउँदै जाने। अघि फुड कलर राखेको भागलाई पनि सेम आकार बनाएर यसको माथिबाट राखिदिने। यसको छेउछेउको भागलाई काटेर निकाल्दिने। यसलाई माथिबाट डेकोरेसन गर्नका लागि चकलेट, केशर अथवा ड्राई फ्रुट्सहरूलाई काटेर राख्न सकिन्छ। अब यसलाई सेट हुनका लागि आधा घण्टा जति फ्रिजमा राख्ने र हामीले मन परेको शेपमा काटेर अब यो खानका लागि बर्फी रेडी भइसकेको छ।